कास्कीको एउटा एयरपोर्टमा 10 अर्ब लुड्याएर गए हैन। दैनिक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गृहमन्त्रीलाई 50 लाख आउनेलाई 50 लाख रुपियाँ त एउटै गृहमन्त्रीले पचाउन त सक्दैन। त्यहाँ त गठबन्धनको सरकारमा बाँड्ने हो। कसैले विरोध गर्यो भने खानेहरू सबै एकजुट भएर त्यसको प्रतिकारमा उत्रने हो। अब त्यहाँ चाहिँ एकजना नेताले संसद भवनभित्रै भन्नुभएको छ 53 करोड 78 करोड हानिदिएकै हो, यो हान्दै जाने हो, हानिदिने नै हो। 2 अर्ब 22 करोड एउटा परियोजनामा, 1 अर्ब अनि 16 करोड एउटा परियोजनामा, 1 अर्ब 45 करोड यसरी हानिदिएकै हो, हानिदिने नै हो, हान्दै जाने हो। हाम्रो राजनीतिक प्रतिबद्धतामा कसैको पनि छानबिन हुँदैन भनेर संसद भवनभित्रै अर्को एकजनाले भन्नुभएको छ हैन। हामीले ल्याएको सिद्धान्तमा छानबिन गर्ने के छानबिन हुन्छ यहाँ भनेर उल्टै यसरी धम्काउनु भएको छ। नेपाली जनतालाई आफूले टेकेको पैताला मुनिको धुलोसरी मानेका छैनन्। सरकार प्रमुख यो चाहिँ प्रधानमन्त्री मौन छन्। आई एम द स्टेट, म नै राज्य हुँ भने जस्तो सोचेका छन् मानिसहरूले। यसरी छाडा छोड्न हुँदैन। एउटा शक्तिशाली आयोग गठन गरेर हुन्छ अथवा अख्तियारलाई शक्तिशाली बनाएर हुन्छ। छानबिन अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ। यहाँ त प्रधानमन्त्रीले अख्तियारमा नियुक्ति गर्ने मान्छेलाई ओझेलमा पारेर नियुक्ति गर्ने, राजनीतिक भागभण्डाको आधारमा नियुक्ति गर्ने, प्रधानमन्त्रीको इसारामा नै अख्तियार चल्नुपर्ने, कसैलाई छानबिन गर्ने कसैलाई नगर्ने, अब त्यस्तो थितिविधि छ। अब भन्ने सरकारले त्यो थितिविधिमा जान अख्तियारलाई मुठीमा लिएर राज्य शोषण र दोहन गर्न चाहिँ दिन हुँदैन। अब सम्बन्धित निकायबाट अख्तियारलाई अथवा शक्तिशाली आयोग गठन गरेर मात्रै छानबिन गर्नुपर्ने हुन्छ भ्रष्टाचारीलाई। अब यो मैले चाहिँ सिए पढेको छु भनेर राज्यबाट अधिकार नपाएको व्यक्तिले चितवनमा रेणुको कार्यालयमा सुर्खेतमा गएर छानबिन गर्ने जुन कुरा गरे, हामी नेपाली जनतालाई अबुझको बनाएर देख्यौँ। राजावादीहरू कस्तो टाँठा हुन्छन्, भ्रष्टाचारीहरू छानबिन गरे हेरे भनेर अनधिकृत रूपमा अधिकारै नपाएको मान्छेलाई गएर छानबिन गरे भनेर पनि चाहिँ गर्व गर्छन्। त्यो राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनले मान्यता दिँदैन, त्यस्तो गर्न हुँदैन हैन। आधिकारिक निकायबाट मात्रै भ्रष्टाचार चाहिँ नियन्त्रण गर्नको निमित्त छानबिन गर्नुपर्ने हुन्छ। भ्रष्टाचार नियन्त्रण गर्न सकेदेखि देश शक्तिशाली हुन्छ। ओहदामा बसेर गएका मानिसले, ओहदामा बस्नेले यसरी राज्यको कोषलाई दुरुपयोग गर्ने, अनियमितता गर्ने, आफ्नो सेक्सनमा आएको चाहिँ कागज मिलाएर भ्रष्टाचार गरेर खाने, राजनेतासँग मिलेर चाहिँ अब कमिसन खाने, यो सबै के हो भने भ्रष्टाचारै हो। विकासोन्मुख देशमा भ्रष्टाचार हुने गरेको कुरा सत्य तथ्य छँदैछ। अघि मैले सन् 2023मा चाहिँ यो सिपिआई करप्सन पर्सेप्सन इन्डेक्सले देखाएको कुरा पनि मैले यहाँहरू समक्ष राखेँ। सुरुमा दलमाथिको प्रतिबन्ध हटेपछि नेपाली काङ्ग्रेसको सरकार बन्ने बित्तिकै कुनै पनि राजनेता वा कर्मचारीलाई सम्पत्ति विवरण लिएर नियुक्ति दिने, पदमा राख्ने र त्यसपछि उनी पदमा बसेर गइसकेपछि त्यो सम्पत्ति विवरण के कति हो प्रमाणित गरेर राख्ने हो होइन। अनि पदमा बसेर गइसकेपछि राजनेता वा कर्मचारीको वा राजस्व अधिकृतको सम्पत्ति बढे नबढेको घटेको पुरै छानबिन गरेर हेर्नुपर्ने र अवैध ढङ्गले आर्जेको सम्पत्ति यति हो भनेदेखि त्यसलाई चाहिँ छानबिन गरेर राज्यकै कोषमा फिर्ता गर्नुपर्नेमा त सम्पत्ति विवरण लिने परिपाटी पनि बसालेनन्। पदमा बसेर गइसकेपछि छानबिन पनि गरेनन्। उल्टै मल्लिक आयोगले दोषी ठहर गरेकालाई उन्मुक्ति दिए। लाउडामा चाहिँ छानबिन गर्न बोलाउँदा छानबिन गर्न बयान दिन गएनन्। सरकारलाई सहजीकरण गर्दैनन्। भारतको सिबिआई सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसनले कुनै पनि प्रधानमन्त्रीलाई बोलाउँदाखेरि आफै गएर लो मेरो छानबिन गर भनेर सिबिआई समक्ष उभिन्छन्। नेपालको प्रधानमन्त्रीले आफ्ना शुभचिन्तक नेविसँग र काङ्ग्रेस बोलाएर अख्तियार घेराउ गरेर त्यहाँबाट चाहिँ छुटकारा लिएर हिँड्छन्। पहिल्यै नै भ्रष्टाचारी पक्रेर छानबिन गर्ने, सुशासन दिने परिपाटी देशमा बसालेको भए यसरी चाहिँ देश अहिले खरानी भएर जाने थिएन। भएकालाई पनि रोडमा ल्याउने काम भएको छ, नभएका त रोडमै छन्। बरु नभएकालाई 3 कोठा 4 कोठाको एउटा पक्की घर बनाएर दिने। ल अब कुनै पनि ठाउँमा कृषि मजदुर बनेर हुन्छ अथवा होटेल रेस्टुरेन्टको उद्योगको मजदुर गरेर हुन्छ या कुनै फर्ममा घर भन्ने ठाउँमा काम गरेर हुन्छ, गरेर खाऊ भनेर घर बनाएर दिनुपर्नेमा त्यो छैन।
चन्द्र भण्डारी जस्ता, सुनिल शर्मा जस्ताले अहिले पदमा छँदाखेरि शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालालाई भ्रष्टाचारी समाएर छानबिन गर्नु पर्यो भनेर दबाब नदिने। जब जेनजीले लखेटेपछि पदबाट बाहिरिएपछि अनि फेरि हाम्रो देश नेपालमा राजस्व अधिकृतसित अरबौँको सम्पत्ति छ, तिनलाई छानबिन गरेर असुल्ने हो भनेदेखि धेरै नेपालको चाहिँ सम्पत्ति हिनामिना छ भनेर फेरि अहिले चाहिँ यो द्वन्द्व पैदा गराउने कुरा गर्ने। पदमा हुँदाखेरि त्यो कामै नगर्ने, बाहिरिएपछि बल्ल बुरुक्क बुरुक्क उम्लने दिनको 1 मिटरका दरले अब त्यसरी बल्ल छानबिनका कुरा निकाल्ने होइन। यस्तो किसिमको थितिविधि छ। गिरिजा देउवालाई चाहिँ राजनेता वा राजस्व अधिकृत वा कुनै कर्मचारीलाई पक्रेर छानबिन गर्न पहिले नै दबाब दिनुपर्नेमा यो दबाब दिइएन र अहिले कुरा गरिन्छ होइन। भारतको प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले यो पिभी नरसिंह राव पुरानो प्रधानमन्त्रीलाई एक छानबिन गरेर राज्य कोषमा फिर्ता गरे। कुन कुन ठाउँमा कतिवटा घर, कतिवटा कोठा, ब्याङ्क ब्यालेन्स कति, सोना कति, त्यो सबै छानबिन गरेर अवैध ढङ्गले आर्जेको सम्पत्ति राज्यको कोषमै फिर्ता गर्यो। जो कोहीलाई पनि सिबिआईले पक्रेर छानबिन गर्छ। अनि त्यसपछि अब जसरी यो छानबिन नगर्ने, अख्तियारलाई मुठीमा लिएर अब राज्य शोषण र दोहन गर्न सिके, त्यस्तै गिरिजाप्रसाद कोइरालाले गरेको कुरा देउवाले पनि त्यही नै गरे। आफू पनि राज्य शोषण र दोहन गरेर खाने, आफ्नो चाहिँ शुभचिन्तक लाई पनि पक्रेर छानबिन नगर्ने। देश त गुटले चलाइरहेको छ। पञ्चायती कालमा पनि गुट उपगुट थियो, अब अहिले काङ्ग्रेसमा पनि त्यस्तै छ, कम्युनिस्टमा पनि त्यस्तै छ। गुट उपगुटले देश चलाउने, सारा सम्पूर्ण मिलेर देशलाई चाहिँ चलाउनु पर्ने र विकासको र उन्नतिको पथमा लैजानु पर्ने हो है। अनि यसरी अहिले ओलीलाई पक्रन खोज्दाखेरि मलाई पक्रने अपराधी हो, मैले के गरेको छु र ल सब साथीहरू एमालेका आऊ रोडमा चाहिँ जाम गर भनेर यसरी चाहिँ उहाँले गुहार माग्नुभएको छ। अख्तियारले बोलाउँदा अथवा सरकारले छानबिन गर्न खोज्दा त सरकै गएर आफ्नो बयान दिएर सरकारलाई सहजीकरण गर्नुपर्ने यो सुशीला कार्कीको सरकारलाई। सुशीला कार्कीले पनि अब 5-7 दिनमै भ्रष्टाचार नियन्त्रण गर्छु, सब सफाचट हुन्छन् त भन्नुभयो, तर त्यत्तिकै भनेर मात्रै के गर्ने होइन। यसरी चाहिँ अख्तियार मुठीमा लिएर राज्य शोषण र दहन गरेर खाने, छानबिन गर्न खोज्दाखेरि आफ्ना शुभचिन्तक बोलाएर बल जोरेर चाहिँ बस्ने र छानबिन गर्न नजाने, यस्तो किसिमको राज्य शोषण र दोहन गरेर खाने थितिविधि हाम्रो रह्यो। 2007 सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीलाई यता पक्रेर छानबिन गर्ने काम भएको छैन। तर माधव कुमारजीलाई पक्रेर केही घन्टा हिरासतमा राख्यो र 65 लाख तिराएर यसरी सुनपानी छर्केर छोड्ने काम भएको छ। त्यही पनि उहाँलाई पक्रिने थिएन, पार्टी फुटेर गएर अर्को विरोधी पार्टीको भएर यसरी चाहिँ पक्रेर छानबिन गरे जस्तो देखाएको छन् अपवादको रूपमा। तर यो चाहिँ यस्तो हुँदैन। पदमा बसेर गइसकेपछि अनिवार्य सबै कुनै पनि कर्मचारी वा राजनेताको सम्पत्ति छानबिन गर्नुपर्छ र छानबिन गरेर अवैध ढङ्गले आर्जेको सम्पत्ति राज्यको कोषमा फिर्ता गर्नु